त्यो आजको सुन मबाट च्यालेन्ज गर्नुवाला हो जसमा कि म एकचोटि मेरो नि 30 पुस गर्नुपर्छ र मेरो अहिले हात घाइते बन्छ यो हो मेरो गाउँ जो कि यो फिङ्गरमा र योपट्टि अर्को गाउँ जो कि यहाँ फिङ्गर यहाँपट्टि छाला निक्लेको थियो जो कि चेन गेटले के हो मैले बिर्सेँ 2 दिन अगाडि हो र यहाँपट्टि चाहिँ त्यो फोटोमा जे देखाएको छु त्यो हस्पिटल गएर निकालेको जसले फिल भयो तिनीहरू थाहा जसले अपरेसन माइनर अपरेसन भन्छ यसलाई र जसले गरेको थियो नि तिनीहरू फिल हुन्छ कस्तो हुन्छ अथवा कस्तो महसुस हुन्छ प्लास्टिक ठुलो गहिरो जस्तो छ यहाँभित्र यस्तोमा सो यसो यो गरौँ सुरु यहाँ क्यामेरामा देखाइदिएछु मैले फेरि पनि देखाउँछु होला के अरे अरू के भन्नु र सुरु गरौँ न त सो वर्ल्डमा जाऊँ वर्ल्डको नाम लु राखौँ नर्मल राख्नु भएन अनि त्यहाँबाट सिड म अहिले 957 सब्सक्राइबर छ त्यति हालिदिन्छु म 957 सो नबिर्सनु कि यो वर्ल्डमा म केही इन्भेन्टरी अन गरेर राख्छु किनकि म धेरै फुद्छु म मर्छु किनकि मेरो हातमा घपन छ सो म सुरुमा गरेँ आउट कटिङ त्यो पछि गएर खोज्नु विचेस लिएर र केभमा जानको लागि तयारी गरेर केभमा गएर म डायमन्ड गर्ने तयारी माथि ओके सो ओके अब तल जाऊँ हल्का ओके यहाँ आयौँ र यहाँबाट यसो हल्का फुटाऊँ यहाँ फुटाऊँ अनि यहाँबाट तल चाहिँ त्यो एउटा खोज्ने ठाउँ बनाऊँ जहाँ कि ओ गाइज नाइस वान हल्ला गुगल मैले भोइस ओभर गुगलले लाग्यो होला यो फेको तर यही कोर्डिनेट्समा जानु ठ्याक्कै पाउँछ ओके 2-3 डायमन्ड जो कि ठ्याक्क हो जो कि मैले चाहिने र यो कोइन्सिडेन्स हो यस यो कोइन्सिडेन्स हो दुईवटा सोचौँ एउटा हल्का सा अझै आराम गर्छु र गुगल सोच्दा के अरे मैले धेरै नै त्यो कड्किन हान्छु किनकि मेरो फोनले त्यति स्टोरेज धान्न सकेन होला थाहा होला मेरो फोन कस्तो हो ओके सो क्राफ्टिङ टेबलमा जाऊँ अनि ब्याक भयो अझ चाहिँ स्पिड डाउन खालको गरेको मैले लास्टि ल्याक पनि गरेर राखेकिन मैले किन हालेको होला अब म के गरेर हो म पिकेक्स बनाउनु ठ्याक्क वाउ त्यो पनि म कसले खान्छु किनकि जब म मर्छु तब त्यति बेला पनि भौस भनेर राखेको मैले हो What the hell? Bro! मेरो चाहिँ पानी खेर गयो बुम 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 र यो एउटा नहुनु पनि हो क्या जस्तो लाग्यो मलाई किनकि त्यहाँ गएर मैले एउटा गोल्डनको एउटा केही न केही चाहिँ लिनुपर्छ गोल्डन हेलमेट त होइन होला अरू के फाल्नु म पहिला गइदिन्छु यहाँ जाऊँ बुम बुम ओके गाइज म अब यो किन फुट्छ के नाइस ठाउँमा आएँ म तर पिक्ने गर्छ सिट त्यही फेरि मलाई मारिदिनु त्यो पछि म गएँ खानाको खोजीमा किनकि खाना नै ल्याउन बिर्सेको थिएँ र मसरुम केही तलासी गर्नु पर्थ्यो क्राफ्टिङ टेबल केही गरेर र मैले गोल्डनको जुत्ता पनि बनाएको छु जो कि यहाँ हेर्नु र यसरी नै म खाना खोज्दै जाउला के गरेँ अन्त अगाडि हेर्न यस्तो लक्की मुमेन्ट आएको थियो मैले यहाँ शिट म झुक्री जाने त्यसलाई अब त्यसको पुरै परिवार आउँछ मलाई हान्न शिट मेरो खाना सो यसरी म यति लक्की मान्छे यति भाग्यमानी मान्छे थिएँ मैले सायद तिनवटा जति ब्यास्टन भेटाएँ र मैले एउटा पनि त फोटोज भेटाएन र अनि आखिरमा यति धेरै सामान पाएर यस्तो मेरो सिन भयो त्यहाँबाट बाटो छ क्या हो त्यहाँबाट बाटो के नि यार म झ्यालाग्दो मलाई झ्यालाइसक्यो फिट्दै फर्किनु पर्छ क्या ब्रो के गर्नु खोजेँ म अहिले पनि उम्लामा त्यही छ हल्का यसो गरेर अलिकति पानी के हो
सेट 1 2 3 4 5 6 7 9 10 11 12 13 14 15 16 17 18 19 20 21 21 22 23 24 25 26 27 28 29 30 Oh shit. गेम भएको नि नाम ओके सो गाइस म देखाउँछु के गरेँ मैले अहिलेसम्म यो चाहिँ मैले त्यो क्रीडा हान्थेँ मसँग यति सामान छ अब यिनीहरू म लिएर जान्छु अनि त्यहाँबाट गेम भयो बल्ल हुर्रे एकचोटि मात्रै डेथ भयो अहिलेसम्म लेट्स गो अनि त्यहाँबाट यिनीहरूलाई पनि छोडिदिन्छु म यार फ्री गाइज अरू के छ यति मात्रै होइन छोडिदिनु त हुन्छ अब कहाँ यसलाई यसो गरेर यसरी लेट्स गो बाई हुन्छ थ्याङ्क्स फर द थिङ्स त्यति बेला खुसी नै थिएँ तब कि यो भयो नि सो यस्तो क्या त्यो मेरो उम्ला खानी त्यो उम्लामा चाहिँ त्यो के भित्रपट्टि त्यो अबे कहाँ खसेँ म निक्ली त्यो न अबे यार त्यो नि खसे त जम 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 बे म यार यसो यो उम्लाको यहाँ गाउँबाट यस्तो खालको थियो हल्का सा देखियो नै यहाँबाट यसको छाला उक्कियो थियो अब सन्चो भयो अर्को दिन हो कि मैले भिडियो बनाएको त्यसै कारणले ओके सो 30 पुसअप्स फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 20 25 30 भयो रे 29 30 आउट सो गाइस त्यो पछि म गएँ अब सिधा एन्डर ड्रागनलाई मार्नको लागि तर सुरुमा मजा आयो भनेको अब यो किन कर्स देखेर छोडी हाम्रो मेन कुरामा फोकस गरौँ हामीलाई चाहिँ मजा आएको भनेको एन्डर ड्रागनको ठाउँ जो कि मसँग एन्डरपल छ र त्यसलाई अब कन्भर्ट हान्न त्योपछि हामी पुग्छौँ सो 3 2 एकछिन यसले भन्दैन 3 2 1 बुम हामी आयौँ र अब जान्छौँ हामी सिधै स्ट्रङ होल्ड भित्र ओके सो गाइस म यहाँ आइसकेँ र अब मलाई रेडी हुन र बेड प्लेस हान्न त्योपछि हामी जान्छौँ एन्डर ड्रागनलाई मार्न मलाई थाहा म कचोटि मर्छु म डे 5 भइसक्यो यसको मतलब मैले एक दिन भनेको बिर्सिनु भने मैले 1 आवर 40 मिनट यसमा वेस्ट पनि हालिसकेँ वाउ क्यामेरा अब क्यामेरा उल्टो भएछ सो हालौँ त अब ओके सो म यसको भित्र घुसेँ र अब अलिकति टाइम लाग्छ त्योपछि हामी भित्र पस्छौँ र एन्डर ड्रागनको खातमा गर्नुपर्छ यो च्यालेन्जहरू मलाई माइनक्राफ्टमा अलिकति उम्लामा घाउ पनि थियो नि त त्यसै कारणले अझै पनि दुखिरहेको त्यो के हो मलम दिनुभयो त्यो डक्टरले मलाई पनि थाहा छैन त्यो खै मुभी के हो भन्न पनि मिल्छ होला अर्को नाम त्यसको लागि ओके सो ब्लक हाल्दै गरौँ मसँग ब्लक पनि छैन यसको त मैले यहाँबाट ब्लक फुटाउनु पर्छ ओके यहाँबाट ब्लक फुटाउने काम गरौँ न त त्योपछि भिडियो लामो हुन्छ क्या त्यसरी त जो कि मलाई चाहिँदैन किनकि मेरो स्टोरेजमा पुग्दैन सो यो एउटा गरी फुटाम 3 2 1 ठाउँमा आयो र बुम फुट्यो र अर्को 3 2 1 अर्को सर्ट ओके बुम फुट्यो अर्को सर्ट लागेन हल्का माथिपट्टि बुम फुट्यो लेट्स गो अब त्यसको उतापट्टि पनि छ तर यसो सानोवाला फुटाम यहाँ गएर बुम ड्याम मेरो निशाना धेरै चुक्दैन रहेछ सायद चाहिँ सो अर्कोपट्टि छ त्यहाँ पुग्छ र रेन्ज बुम हल्का जुमिन हल्का जुमिन गरौँ यहाँबाट यस्तो ताकौँ अन्त अझै भएन अलिकति माथिबाट भएन हल्का तल के हो के गरेर जानुपर्दो रहेछ यसो गरेर घुमाएर यसो अलिकति खै झ्याम फुट्यो अर्को बारी यसो पानी हाल्दा तल जाऊँ यहाँबाट यसो यहाँबाट कुदिहाल
अझै ब्लक कहाँबाट वर्ड लेट्स गो गाइज औरा नाइस अर्को फुटामा अब ओके म कैदीभित्र आयो र कैदीभित्र आएर फुटाइन्छ सर ए फुट्यो लेट्स गो अब अर्को पालि ओके यहाँ जाऊँ यसलाई फुटाऊँ यसको माथि क्लिक बुम फुट्यो अब अर्कोपट्टि मैले हल्का सा खुल्ला मलाई खानु पऱ्यो किनकि यहाँ त्यसले मलाई लागेको थियो कि अब केले हाने फेरि मलाई के हो यो माथिपट्टि के आयो माथि चढाउँ त अनि साइडबाट हल्का साइडबाट जाऊँ ओके माथि चढाउँ माथिबाट खाना खानु पऱ्यो हिल चाँडै हुन्छ जस्तो मलाई लाग्छ र अलिकति ब्रो अब एन्डर ड्रागनको म्याजिकले भर्खर 60 पुसअप हाने भर्खर 30 पुसअप हानेको फेरि अर्को 30 पुसअप आयो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 20 21 23 24 25 26 27 28 29 30 आउच गेममा मैले सुनेको थिएँ यसले गरेर फुट्छ मलाई ड्यामेज लाग्दैन कनपट्टि अब यहाँपट्टि केही छ र खाली छ मबाट ल जान्थेँ यहाँबाट है म जोखिमबाट यहाँपट्टि रहेछ एउटा ए बुम लेट्स गो निशाना चुकेन अब यो एन्ड्रायनको खाद मान्नुपर्छ वाट टाइम लाग्यो अब तल झरौँ न त यसको र अब अहिले अलिकति सर्ट हुन्छ त्यसो मोर्छ अब मेरो यो पनि फुट्यो यहाँबाट अब यसको टाउको यार मनलाई अलिकति 20 यो भाग्यो बोइल हान्नुपर्छ तर मेरो निशाना एन्ड्रायन यो मुभिङ अब्जेक्ट हो त्यहाँ हल्का सा गाह्रो हुन्छ एउटा त लाग्ला नि एउटा पनि लागेन यहाँपट्टि के भयो त्यो अड्क्यो जस्तो आयो एउटा सर्ट पनि खाएन यसले लल बुम अब लाग्छ अझै पनि लागेन अबे पहिला खाना खानु न त म बिचमा अड्केँ म फेरि मनमा लागेन बाहिर निक्ल्यौँ 90 पुसअप गरिदिएँ मैले यो हल्का इरोड आएछ मेरो किन गेमले नै रिकर्ड भएन तर यति हेल्छ अब यति हेल्छ भएको छ र अलिकति सर्ट हाल्नु त्यसै खादमा हुन्छ यसको अनि अब मैले पुरै हिल पनि भइसक्यो खाना पनि गुड्डामा सायद सब भ्यायो होला मेरो अब लाग्न अलिकति एक सर्ट बुम लागेन एक सर्ट लाग्यो लेट्स गो यो च्यालेन्ज फाइनल्ली डे 5 मा कम्प्लिट भयो सायद डे 6 पनि भन्नुहुन्छ होला राति पनि भइसक्यो होला अब त गेम त फाइनली गेम डिफिटेड गेम भइयो के अरे च्यालेन्ज भइयो सो थ्याङ्क यू अल फर वाचिङ टिल एन्ड र च्यानल नहाल्नु सब्सक्राइब गर्नु टिल देन बाई बाई नत्र के भन्ने होला त अब जति हुन्छ होला एक्सपी ओहो नाइस सो बाई